यो चाहिँ धनकुटा जिल्लाको छथर जोरपाटी गाउँपालिका हेर्दामा एकदमै सुन्दर ठाउँ र यहाँ चाहिँ एकदम चिया बगान एकदम राम्रो चिया बगान पनि रहेछ। यसो बिहेमा जन्ती जाने क्रममा चाहिँ यो बाटोमा पर्यो र यो भ्यू साह्रै मन पर्यो र यहाँ हामी केही साथीहरू उत्रेर यहाँनिर भिडियो बनाएको। यो घर चाहिँ यो क्षेत्रकै एकदम ऐतिहासिक र पुरानो घर, जहाँ चाहिँ नेपाली कथानक चलचित्र परान भन्ने फिल्म चाहिँ यहाँ सुटिङ भइरहेको छ। यसका निर्माता निर शाह हाम्रो फिल्मी इन्डस्ट्रीको चाहिँ एकदम पुरानो कलाकार र चाहिँ हाम्रो काकु लगायतको टिम चाहिँ यहाँ आएर चाहिँ एकदम सुटिङ भइरहेको छ। हेर्दा एकदम यो घर पुरानो र ऐतिहासिक, एकदम पुरानो घर, एकदम लोकेसन पनि राम्रो, एकदम रमाइलो। यहाँदेखि चाहिँ धेरै माथि धेरै परको भ्यू पनि देखिने। यहाँ माथि अहिले एकदम कुहिरो लागेको अवस्था। यहाँ चाहिँ छतर गाउँपालिका शुक्रबारे बजार यहाँनिर रहेको छ र यो पहाडीको भाग चाहिँ छतर गाउँपालिका हो र यो चाहिँ छतर जोरपाटी। यो चाहिँ एकदम नजिकै जोडिएको पालिका।